कर्णाली आउनु भएको छ, यहाँको कर्णालीको यात्रा कस्तो रह्यो? हाम्रो यो प्रकृतिको सुन्दर हरिएको देश रमणीय हुन्छ, सबैलाई रमाइलो लाग्छ, मलाई पनि लाग्छ। तर त्यहाँका मानिसहरूसँग घुलमेल गर्दा उहाँहरूले गर्नुपर्ने काम धेरै छ जस्तो लाग्छ। जुम्लामा चाहिँ हिमालय ट्रस्टको तर्फबाट प्रसुति केन्द्र बनाउनु भयो। जुम्लाका नागरिकले पनि त्यो तपाईँले शिलान्यास गरिसकेपछि एक किसिमको प्रतिक्रिया दिएका छन्, त्यसलाई कसरी लिनु भएको छ हजुरले? माया दिएका छन्, उहाँहरूको माया स्नेह पाएको छु र ठाउँ ठाउँमा पनि त्यहाँ धेरै आवश्यकता छ जस्तो लाग्छ। अरू ठाउँमा पनि कर्णालीवासी र आम नागरिक देशवासीलाई यहाँको सन्देश के छ? हामी सबै देशलाई केही सक्दो मद्दत र केही काम गर्ने पर्छ, सबैजनाको हात हुनुपर्छ।